देउडा खेल्यो मैले चाहिँ देउडा खेलेँ अहिले चाहिँ हेरी है अब चाहिँ घर सियो बाबाई गुड लक्स हाट बजार बुढा बजार हाट बजार अब चाहिँ घर जान लागेको दुईजना टक्क अहिले आउनुहुन्छ बजे पनि आउनुहुन्छ पछाडि अनि ठुले पनि आउनुहुन्छ सायद माथि पुलमा एकछिन रोक्छौँ यस्तो नास्ता खाने चाहिँ भोक लागेको छ सो नास्ता खुवाएर तब घर जाने अब मिलौँ सिधा होटलमा बजी पनि आउनुभयो चटपट लिएर आउनुभएको थियो ठुले पनि पछाडि हिँड्नु लाग्नु भएको छ अब चाहिँ 4 जना भयौँ म बजै अनि बहिनी र बुढी है अब बजेको नास्ता भइसक्यो अब खाना जान्छ यो चाहिँ होटलमा खान्छ अनि त्यसपछि सँगै जान्छौँ घर सायद एकछिन ठुले पनि पुग्नुहुन्छ मस्त थियो हाट बजार के भन्नु सोकिन फुल ल मान्छेहरू फर्किन लागिसक्यो अब चाहिँ केही छैन भोलि बौनिया त हेरौँ बौनिया के हुन्छ नदी साइड पाइन्छ होला बुझ्नु कि चटपटे खाना ती बसी अहिले चटपटे माग्ला चाहिँ र यो चाहिँ हाम्रो मुडा बजार एन्ड कोटागढी बजार को मेन रोड मेन चौतारा र माइजू र बाजे पनि निम्मिनु भएको छ है देखाउँछु म कहाँ खाने खाना मस्ता यी बाजे यहाँ निम्मिनु भएको छ अनि यहाँ माइजू पनि कस्तो हो कहाँ जान्छ यी घर जान लाग्नु कहाँ बेला लिएर कहाँ यहाँ ब्याग लिएर कहाँ उत्रिया भर्खरै आफ्नो चोकमा उत्रिने हो त सो गाइस नास्ताको प्रोग्राम क्यान्सल अहिले चाहिँ यहाँ सामान पाइसक्यौँ है अनि बुढी र म चाहिँ यस्तो साइकल सवारी छैन हेर्न जानु पर्यो देखाऊँ साइकल कतिको सपारेको छ मतलब के लाग्ने हो त्यसपछि साइकल लगेर घर जानुपर्छ एकछिन तलबाट पुगेर अनि तलसम्मको लागि चाहिँ कट द साइकल स्टोर हाम्रो फ्रान्स साइकल स्टोरमा ट्याक्सी खोल्नु सायद डिसिटी राछ उसलाई कहिले भिडियो नबनाउने मान्छे होइन अहिले चाहिँ भिडियो बनाएको देखेर साइकल स्टोरमा भिडियो बहुत छ यार यत्रो भिडियोमा हाम्रो साइकल के गरी चेक गर्न अँ साइकल यहीँ छ यहीँ हो के भएको हो यो यो भएको के हो बनाउनु भयो अङ्कल राधिका साइकल स्टोर सेन्टर यो त धेरै पुरानो हाम्रो पहिल्यै गरेको अनि चाहिँ अङ्कल यसको लोकेसन चाहिँ श्री राम पसल गजानन्द साडी सेन्टरको ठेक अगाडिपट्टि यस्तो चिजसँग बरफ खान के भन्नुपर्छ त्यो चाहिँ थाहा भयो नि तर 2टा बरफ मगाइसक्यो म्याङ्गो फ्लेभर हिजको पोका धेरै नरिसा अनि यहाँ चाहिँ हाम्रो श्राद्ध स्टोर हो यहाँ बरफ लगेर बुवा ठाउँ जाने है पैसा माग्नु पर्यो त्यहाँ खाने मन चाहिँ थिएन तर खानु पर्यो यसको लागि है र यसले भनेर एउटा बरफ मगाएको छ र कतिखेर खाइन्छ यो थाहा भएन जस्तो पग्लिन लागिसक्यो खाइदिने आफैले किनिदिने आफै खाइदिने यस्तो यस्तो मान्छे छन् यहाँ आफैले किनेर आफै किन्ने होला सामान लग्नलाई एउटा मान्छे चाहिँ भेटियो चाहिँ अब यसकै साइकल राखिदिने सामान अनि आफू चाहिँ मजाले घर पुगिन्छ है दुईजना हिँड्ने फिलहाल अब फेरि
फेरि हामीले घुमेर त्यहीँ भाक्कल जानु पर्यो नजाऊँ भाइ भाक्कल के भाक्कल नजाऊँ न त्यत्तिकै त्यत्तिकै साइकल छप्पन्न फाले साइकल एकदम साइकल त बुवा छ त सामान छ अहिले चाहिँ खरिद गरेर बुवा मम्मी अगाडि होइन अनि हामी चाहिँ पछाडि जान पैसा छैन त्यही भएर पछाडि जाने यो चाहिँ यहाँ यस ठाउँको नवाज भन्ने ठाउँ यसलाई के भन्छन् यसले के भन्छ यो चाहिँ मस्जिद होइन अनि यहाँ माथि अहिले भर्खर देख्नु भएको हो अगाडि गएर देखाउँछु फिलहाल घर जान लागिसक्यौँ अब बुवा साइकल लिएर आउनुहुन्छ मम्मी अगाडि गइहाल्नु हो होइन अब चाहिँ दुईजना जुन ठाउँमा साइकल छोडेको थियौँ त्यो साइकलमा अब अर्को साइकल खोज्नको लागि जान लागेको छौँ त्यो बिहेको घरमा गएको थियौँ यो ड्रेसमा होइन ड्रेसमा टक्क अब चाहिँ जाम भनौँ बिहेको घरमा जाने र त्यहाँबाट साइकल लगेर आफ्नो घरतिर लाग्ने हो सो भोलिको चाहिँ बौनिया भिजिट छ होइन दुईजनाको किनभनेपछि पर्सि चाहिँ मेरो बुढो घर जान लागेको चाहिँ अनि त्यो कारण नेपालगञ्जसम्मको भ्लग हजुरले पाउनुहुन्छ अनि नेपालगञ्जसम्मको त्यसपछिको चाहिँ आउँदाखेरि चाहिँ फेरि लामो हुन्छ त्यही भएर म ज्यादा कभर गर्न सक्दिनँ त्यो कारण सर्ट सिनहरू हालिदिन्छु त्यसरी सब्सक्राइब गरिहाल्नु होला र टिकटकमा हेर्दै हुनुहुन्छ भने फलो गर्नुहोस् होइन त्यही भएर अब चाहिँ हाम्रो नेक्स्ट एकचोटि फेरि भेट्ने टाइम आइसक्यो हामीले पहिलो भेट चाहिँ महेश जैसीसँग गरेको थियौँ हाम्रो हजुरलाई थाहा होला वफादार मिडियासँग पनि गरियो होइन खबरदार मिडिया महेश जैसी दाइसँग पनि गरियो अनि वैज्ञानिक मिडियासँग पनि गरियो सबैसँग गरियो अब चाहिँ एकचोटि मनु सरकारसँग पनि मैले गरेको हालेको थिएँ हजुरले हेर्नुभयो कि भएन यति भएको छैन भने चाहिँ त्यो पनि देखाउने छु फिलहाल अहिले त्यो कुराहरू छोडेर घर जाने तर्फपट्टि लागौँ हाम्रो घर जाने ठाउँमा चाहिँ क्लियर खाली छ होइन हेर्न सक्नुहुन्छ सबैजना गइसके र पछाडिबाट एक दुईजना आउँदैछन् म देखाउँछु हजुरलाई यस्तो देखाउँछु होइन पछाडिबाट एक दुईजना आउँदैछन् बाँकी चाहिँ सबैजना गइसके छैनन् यहाँ कोही पनि छैनन् सिन पुरै खाली होइन पुरै खाली छ र दुईजना मात्रै जान लागेका छौँ हामी दुईजना डक्क जान लागेका छ त्यो चाहिँ अब यस्तै हो होइन त्यसैले के भन्ने र खै यसलाई हामी चाहिँ सर्टकट लिने क्रम भनौँ कि के भनौँ सर्टकट लिने चक्करमा चाहिँ मेन रोड छोडेर यो बाटोबाट गइरहेको छौँ जुन बाटो अघि आएको थियौँ होइन अघि चाहिँ तिनजना थियौँ अहिले चाहिँ हामी दुईजना मात्रै अघि चाहिँ तिनजना थियौँ बुढी म र मेरो साथी थियो साथी भनौँ मेरो भाइ हो होइन भाइ थियो र अहिले चाहिँ दुईजना मात्रै त्यो चाहिँ आफ्नो ठुलबालाई भेटाएर गइसक्यो हामी चाहिँ त्यही बाटोबाट दुईजना हामी अनि एक्लै छौँ अगाडि एउटा सानो खुच्चा दौडिरहेको छ अहिले के भन्ने त्यसलाई अब एकछिनमा बुढोले फोटो हान्छ होइन हान्छ किन फोटो हान्छ नि अनि कहाँनिर अब एकछिन पछि हान्छु कानमा लाग्यो यसको सरी बुढो सरी यसको कानको भालामा मेरो सर्ट अड्कियो मैले ज्यादा नै काटियो जस्तो लागिरहेको छ अघि नै काटेको थिएँ घरमै सरी जहाँ मौका भयो त्यहीँ चाल्नु भने खोज्नुहोस् यति खुसी छ नि यो अहिले होइन यति के यस्तो खुसी चाहिँ होइन एकछिनपछि फेरि घरमा जान्छ अनि यसरी बिरामी पडिहाल्छ फेरि सुतिहाल्छ यसलाई के भयो गाइज कमेन्ट गर्नुहोस् त कसैले यो
यसको बारेमा के थाहा पाउनुपर्छ भनेपछि है बिहान पकस उठ्न सक्दिने साँझपट्टि एकछिन खुसी हुन्थे अझ फेरि त्यस्तै भएर सुतिहाल्थ्यो रातभरि उठ्न सक्दिने बुढो हान्ने फुटो हान्छ हुन्छ खै हाई भन त हाई हाई गाइस भन त हाई गाइस हेरेर भन्यो नि क्यामेरामा हेरेर के यस्तो छ मेरो बुढी यहाँ हाम्रो ठाउँमा चाहिँ अहिले धान त होइन गहुँहरू अब बाल लाग्नसके होइन बालीहरू लाग्न लागिसक्यो गहुँमा तोरीहरू कतै फुलिरहेको छ कतै चाहिँ सकिसक्यो हाम्रो तोरी चाहिँ प्रपर भर्खरै फुलेको छ होइन सो हाम्रो तोरीलाई खै के भएको गाइस होइन पहिला चाहिँ बुयौँ होइन अनि 3टा गएर पुरै साग खानको लागि भनेर चोक्कै राखेको थिएँ उम्रिएन यसको के ज्यादा नै चोट लागेको छ के हो बुढो खै रुख ऊ यसको कान चाहिँ पाक्न लागेको थियो अनि त्यही भएर जम्मा भएको थियो मेरो यो सर्ट लागेर घोचियो फिलहाल रुन लागेको छ मेरो बुढी रुन लागेको छ मेरो बुढी नोरु बबो नोरु चक्लेट किनिदिन्छु अरे यार भिडियो चालु छ के गर्छ यो मान्छे कन्ट्रोल गर्नु ल्याउ खाऊ ल्याउ मैले एउटा के भन्दाखेरि होइन यस्तो चाहिँ म किस्किन खान्दिनँ भनेपछि होइन लिपस्टिक लगाएर हिँडेको हुन्छ यहाँ गालामा छाप बस्छ कि कसैले देखेपछि त्यही भएर खान्दिँदैन थिएँ अहिले फेरि घर जान्न कि यस्तो नमान्नेहरू आइज छिटो सो फिलहाल विवाहको घर पनि नजिकै आइसक्यो र बुढीको फोटो सेक्सन पनि सक्यो मेरो पनि केही फोटोहरू खिचेको छ म राखिदिन्छु होइन सुन्नुमै टक्काइहाल्छु र साइकल राखेको ठाउँ आइसक्यो अब एकछिन साइकल लिएर आउँछौँ अनि त्यसपछि साइकलमा घरसम्म पुगिन्छ नेक्स्ट अपडेट अब भ्लग चाहिँ यसले बनाउँछ किनभने म चाहिँ साइकल चलाइरहेको हुन्छु साइकल यता यो घरमा राखिएको छ यहाँबाट साइकल लानु छ होइन आफ्नो साइकल यहाँ रहेको छ साइकल साइकल लगेर अब चाहिँ घरतिर ब्लग चाहिँ यसले बनाउने छ कि चलाउँछस् म दुइटै गर्दिनँ दुइटै यसले त सपोर्ट पनि गर्दैन गाइस मानेन आफैले साइकल पेलेर आफैले यसलाई पछाडि बसाएर जाँदैछु होइन अहिले त हाँसिदिरहेछ मजा मानिदिरहेको त्यसले एकछिनमा घर पनि पुग्छ मस्त पारेमा यो हाम्रो विजय भाइ होइन अब चाहिँ यसलाई एउटा स्टिक किनै पर्छ जस्तो लागेको छ होइन यसले लास्टै गर्यो क्या यो मान्छे छ नि यहाँनिर पछाडिपट्टि यसले लास्ट गर्यो क्या एउटा भिडियो बनाइदिएन क्या बुढोको विश्वास पनि मान्दैन रहेछ अब हाम्रो नालीमा जाकिन्छ तब थाहा पाउँछ यसले